नमस्ते नेपाल। आज म हाम्रो दुईजना युट्युबर राम्रो राम्रो ह्यान्डसम दुईजना केटाहरूको एउटा च्यालेन्ज भिडियो लिएर आइसकेको छौँ र यो च्यालेन्ज भिडियो रहेछ कि आजको दिनमा 1 घन्टामा दुइटै हाम्रो ह्यान्डसम युट्युब क्रिएटर केटाहरूले मलाई 1 घन्टामा कतिसम्म कति धेरै केटीहरूको नम्बर ल्याउन सक्छ र आज जसले धेरै नम्बर ल्याउन सफल भएको छ त्यसलाई मसँग अमेरिका लगेर जानेछौँ। त लो हेर्नेछौँ अब गाइज कस्तो छ। को जान्छ अमेरिका है त? को जान्छ अमेरिका, को जान्छ खै ल आज दाइ भाइ हाम्रो यो केटाको जान्छ कि यो यिनी केटाको जान्छ ल। A few moments later. एस्टिमेट सुन्नु न, सानो एउटा भिडियो बनाइरहेको थिएँ युट्युबको लागि। के छ बनाउनु मिल्यो? Mission failed. We'll get them next time. एक्सक्युज मी, सुन्नु न, एक भिडियो बनाउन लाग्छौँ हामीहरू युट्युबको लागि। मलाई चाहिँ उसले एउटा च्यालेन्ज दिएको छ, ऱ्यान्डम अननोन केटीहरूलाई एउटा नम्बर माग्ने होइन। के तपाईँ आफ्नो नम्बर दिनुहुन्छ? नै रिभिल गर्दैन, नदेखाउन, हामी भिडियोमा पनि देखाउन। त्यो नम्बर खालि एउटा च्यालेन्ज मात्र हो कि। अरे त्यो उसलाई मलाई च्यालेन्ज दिएको छ एउटा दाइले मलाई। अब जसले जित्छ उसलाई चाहिँ अब के सोपिङ या केही पनि गराउँछ, त्यो हाम्रो अलग्गै उ छ कि। नै तपाईँ नम्बर नभन्नु, बस यसमा टाइप मात्र गरिदिनु नम्बर। च्यालेन्ज हो कि, त्यस्तो केही होइन कि, तपाईँले डराउनु पर्दैन त्यो। फाइनल्ली फर्स्ट वान एउटैलाई सोध्यो, फर्स्ट एउटैलाई नम्बर आइसक्यो। ल है गाइज, हजुरको नाम? मेरो नाम सुशीला बरा। ल है, धन्यवाद है, थ्याङ्क यू। यो भिडियो चाहिँ आकाशबाट युट्युब च्यानलमा आउँछ, हेर्नु होला है। हेलो, सुन्नु एउटा सानो भिडियो बनाइरहेको थियौँ कि युट्युबको लागि। सानो भिडियोहरू बनाइरहेको हुन्छु। मेरो साथीले चाहिँ मलाई च्यालेन्ज गरेको छ क्या। यो उसले मैले चाहिँ 1 घन्टामा बडी कसको नम्बर माग्न सक्छ, केटी चाहिँ हामीलाई नम्बर दिनुपर्ने क्या। त्यस्तो हामी रिभिल गर्दैन भिडियोमा, त्यो तपाईँले दिनु पऱ्यो। के दिनु मिल्ने हो? हामी बाहिर दिँदैनौँ, च्यालेन्ज हो क्या। तपाईँ दिनु त। छैन नम्बरै छैन। उसले चाहिँ मलाई एउटा च्यालेन्ज दिएको छ। Wait a minute. Who are you? उदाइलाई मलाई जसले 1 घन्टामा ऱ्यान्डम केटी मतलब अननोन केटीलाई जसले नम्बर ज्यादा माग्न सक्छ उसलाई चाहिँ केही उ गर्छ कि। 1 घन्टासम्म मेरो टाइम इनाइसन। नै तपाईँलाई होइन कि 1 घन्टामा हामीहरूले अरूलाई पनि जाने हो कि। तपाईसँग त खाली एकछिनको च्यालेन्ज हो कि, नम्बर लिने कि। तपाईँले नम्बर दियो भने हाम्रो यो च्यालेन्ज सक्सेस हुन्छ क्या। तर त्यो नम्बर हामीले रिभिल गर्दैनौँ। सुन्नु न, सानो भिडियो बनाइरहेको थियो कि हामी युट्युबको लागि। के छ बनाउनु मिल्ने हो? फेरि दुइटै राम्रै देखिनु भएको छ क्या। Yeah, boy. के अरे सुन्नु न, हामीले उसले मलाई च्यालेन्ज दिएछ क्या। 1 घन्टामा उसले बढी केटीको नम्बर पाउन सक्छ कि मैले भनेर। त्यो केटी नम्बर चाहिँ हामी बाहिर भिडियोमा देखाउँदैनौँ, अनि आफै उ गर्ने मात्र च्यालेन्ज हो क्या। दिनु मिल्छ? तपाईँले दिनु मिल्छ? हामी त्यस्तो केही गर्दैनौँ। Great success. ल हामी नम्बर पाइसकेका छौँ 97660765 र बाँकीको 2 चाहिँ आफै गेस गर है त। थ्याङ्क यू सो मच है। एक्सक्युज मी, सुन्नु न, यता युट्युबको लागि हाम्रो भिडियो बनाउन लाएको थिएँ। उसले चाहिँ मलाई दाइलाई र मलाई एउटा च्यालेन्ज दिएको थियो। 1 घन्टामा हामीहरूले अननोन केटीसँग कतिवटा नम्बर माग्न सक्छौँ क्या। कि तिमी नम्बर दिन सक्छौ? त्यो च्यालेन्ज मात्र हो कि दाइको र मेरो। अब जसले जित्यो त्यो हाम्रो चाहिँ अब कोही सपिङ गराउन सक्छ या नास्ता जे पनि। यो भर्खर अहिले पनि एउटा केटीले दिनुभयो, त्यो हामी रिभिल गर्दैनौँ, खालि यसमा टाइप मात्र गर्दैनौँ। दिनु ल है, सेकेन्ड है गाइज। जल्दी करो, कल सुबह परमेंट निकलना है। हजुरको शुभ नाम? मनिषा धामी। मनिषा धामी। ल है, तपाईँ सुन्दर हुनुहुँदैछ, धन्यवाद है। एक्सक्युज मी, सुन्नु न, सानो भिडियो बनाइरहेको थिएँ क्या युट्युबको लागि। एक्सक्युज मी, सुन्नु न, एउटा हामीहरू भिडियो बनाउन लाग्थ्यो युट्युबको लागि। अरे नभागिदिनु न, एकछिन कुरा त सुनिदिनु। सुन्नु न, भिडियो बनाइरहेको थिएँ क्या हामीहरू। मलाई मेरो साथीले च्यालेन्ज दिएको छ क्या। ऱ्यान्डम 1 घन्टामा चाहिँ हामी कसले चाहिँ बढी केटीको नम्बर माग्न सक्छ क्या। त्यही भएर दिनु मिल्यो तपाईँले। हामी त्यस्तो केही क्यामेरामा देखाउँदैनौँ, खालि एउटा च्यालेन्ज मात्र हो क्या। त्यस्तो फरक केही हुँदैन क्या, खालि हामी च्यालेन्ज उसले मलाई च्यालेन्ज दियो क्या। 1 घन्टामा को बढी नम्बर माग्न सक्छ केटीहरूको क्या। हामीहरूलाई देखाउँदैन, त्यस्तो फरकै पर्दैन है। ल थ्याङ्क यू सो मच। भगवान् तपाईँलाई राम्रो बोयफ्रेन्ड दियो। नै चाहिएन। सुन्नु न, एउटा हामीहरू भिडियो बनाउन लाग्छौँ, एउटा च्यालेन्ज हो। भारी भयो भने यो समाज दिन्छ, दिनु न। 2 मिनट मात्र हो, भारी त छैन नि। छैन छैन। हामीहरू युट्युबको लागि एउटा भिडियो बनाउन लाग्थ्यौँ। दिन न, त्यो च्यालेन्ज मात्र हो कि, हामीहरू कहीँ हाल्दिन्न।
लिनु ल पहिला तपाईँ टाइप गर्नु ल हजुरको शुभ नाम रेखा साउन्ड ए रेखा साउन्ड राम्रो मान्छे रहेछन् तपाईँको नाम म चाहिँ दिल्ली छेत्री दुइटै राम्रो मान्छे हुनुहुन्छ नम्बर त सही दिनु भएको छ नि अब यहाँ हाम्रो पश्चिम ल है धन्यवाद है अनि यो हाम्रो भिडियो चाहिँ आकाशबाट युट्युब च्यानलमा आउँछ अनि फेसबुक र युट्युबमा पनि सब्सक्राइब गरिदिनु है ल है हेरिदिनु ल धन्यवाद एस्टिमेट सुन्नु न सानो भिडियो बनाएको थिएँ हामी युट्युबको लागि एकदम राम्रै देखिनु भएको त्यही भएर आएको हो क्या ऊ साथी चाहिँ उसले मलाई च्यालेन्ज दिएको छ कि साथी चाहिँ अमेरिकाबाट आएको हो उसले च्यालेन्ज दिएको छ कि यो अर्काको यो कसको थाहै छैन अब हटिरह ल 98 68 41 बाँकी अरू भन्नु फेरि उता क्यामेरामा थियो अब नभनु उता अब आफै टाइप गर क्या क्यामेराम्यान उता सुन्नु नि त नै अब तिमीले हुनु पर्यो ल थ्याङ्क यू सो मच है यो चाहिँ आकाश भट्टराईको तपाईँको नाम निर्मला छेत्री घर कहाँ हो यही हो महेन्द्रनगर हजुर अनि यो भिडियो चाहिँ आकाश भट्टराईको फेसबुक युट्युबमा आउँछ हेर्नु होला है त ल थ्याङ्क यू सो मच वेलकम एकैछिन टाइम दिन सक्नुहुन्छ एकैछिन सुन्नु न भिडियो बनाउन लाग्यो के सुन्नु सुन्नु न सानो भिडियो बनाइरहेको थियौँ कि हामीले बनाउनु मिल्छ आउनु अरू अरू भिडियो बनाइरहेको थियौँ कि सानो युट्युबको लागि कस्तो भिडियो केही हुँदैन केही होइन त्यस्तो केही होइन हजुर च्यालेन्ज वाला च्यालेन्ज भिडियो हो क्या त्यसो केही भन्नै पर्दैन बोल्नु पर्दैन बोल्ने लाग्ने होइन सर आइरहनु होइन के को लाज के लाज मान्नु छ पूर्व झन् यहाँ पूर्व र पश्चिम तिमी यसै छुट्याइदिन्छ पूर्व केटीहरू कतिको फ्रेङ्क हुन्छन् बोल्नुमा हाम्रो यताको कति लाज मान्छन् बोल्नु अब हाम्रो नि अगाडि बढ्नु पर्यो भन्ने हो क्या मिल्छ नि दिन हामी त्यस्तो केही गर्दैन हुन्छ थ्याङ्क यू सो मच यो अरू कसको हटाइदिनुहुन्छ भिडियोको लागि अरू भिडियोको लागि आउँथ्यो तपाईँ आउनु मिल्छ भने आउनु मिल्दैन ल थ्याङ्क यू सो मच भगवान् तपाईँले राम्रो बोयफ्रेन्ड दियो है त एक्सक्युज मी एकैछिन पर्खनुहुन्छ टाइम दिन सक्नुहुन्छ एकैछिन भिडियो बनाउन लाग्यो Emotional, damn it! हामीलाई होइन भिडियो बनाउनु यसरी नम्बर माग्नु धेरै गाह्रो भइसकेको छ कि म चाहिँ एउटा नयाँ ट्रिक लाउँछु है अब त्यो ट्रिक लगाएर चाहिँ नम्बर माग्ने ट्राई गर्छौँ अब हेरौँ कस्तो हुन्छ त चाहिँ अमेरिका लगभग 5 वर्ष हामीसँगै बसेको अनि त्यहाँ चाहिँ हामीले जादु सिकेको कि मैले अनि जसरी अब उहाँ मैले जादु सिकेँ क्या त्यो जादु तपाईँमा ट्राई गर्छु त्यो अब नेपालमा ट्राई गरौँ भने हो क्या अनि जस्तै मैले त के अरे खास मैले अमेरिकाबाट 5 वर्ष जादु सिकेँ हजुर अनि त्यो जादु चाहिँ नेपालमा ट्राई गरौँ भने हो कि जस्तो तपाईँ आफ्नो नम्बर त्यसमा डायल गर्नु म उता जान्छु पर म गेस गरिदिन्छु क्या यो जादु हुने रहेछ कि मसँग केही छैन अरू केही डिभाइस पनि छैन तपाईँ आफ्नो नम्बर यहाँ डायल गर्नु म पर जान्छु अनि म त्यो भनिदिन्छु है ल डायल गर्नु भयो है ल सरी है खासमा चाहिँ हामी भिडियो बनाइरहेको थियौँ क्या अब तपाईँले अब उसरी नम्बर तपाईँको नम्बर माग्ने च्यालेन्ज हो क्या अब उसरी मागिदिनु हुँदैन तपाईँ सुन्नु होइन यस्तो खासमा हामी नम्बर केही पब्लिक गर्दैनौँ च्यालेन्ज मात्र हो कि कसले कति नम्बर अब पाउनु सक्छ भन्ने च्यालेन्ज गरिरहेको थिएँ अब तपाईँले उसरी नदिनु पनि सक्दै हुन्थ्यो केही हुँदैन हामी केही यता देखाउँदा पनि देखाउँदैनौँ हाम्रो फेसबुकमा हाल्छौँ है यो भिडियो के तपाईँको नाम? तपाईँलाई मैले हिजो देखाएको थिएँ मेरो नाम जानकी हो बट फेसबुकमा सपना छेत्री ए हो हस् ल थ्याङ्क यू है ल यार आजको हाम्रो च्यालेन्ज भिडियोमा होइन हाम्रो दुइटै केटाहरूले टन्नै नम्बर माग्यो आज राति गएर टन्न फोन गर्नुपर्छ है गाइस ल आज सबैको जसको नम्बर मागेका छौँ नि हामीले जसको नम्बर मागेका छौँ नि त्यसको सबैको नम्बरमा फोन आउँछ है गाइस अब मेरो त गर्लफ्रेन्ड छ यार मार्ने हो मैले गर्न मिल्दैन है तिमीहरू चाहिँ यसको चाहिँ बिहे भइसकेको छ है केटा हो म चाहिँ अब सिङ्गलै छु होइन केही छैन मेरो लागि ठिक छ सबैको हो ल आजको हाम्रो च्यालेन्ज भिडियो फाइनली दुइटै केटाहरूले मेहनत गरेर आजको दिनमा पुरा बिहानदेखि साँझसम्म हुन्छ नि दिनभरि मेहनत गरेर हाम्रो च्यालेन्ज भिडियो कम्प्लिट भयो तर अब दुइटैले स्कोर दुइटैको बराबर आयो अब दुइटैलाई त लग्न मिल्दैन होइन
म लग्ने त एउटैलाई हो। त्यही भएर अब हाम्रो अर्को भिडियोमा नेक्स्ट भिडियोमा हाम्रो नेक्स्ट भिडियो हुनेछ, त्यसमा हेरिदिनु होला। त्यसमा जसले जित्यो त्यसलाई म लग्नेछु। ल आजको लागि यति नै। सबैजनाले हेरेर यो भिडियोलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब सबैजनाले माया देखाइदिनु होला। ल के भन्न चाहनुहुन्छ? होइन ठिकै छ, अब विदेश जाने रहर थियो होइन, अब आज चाहिँ बराबरै भयो। अब अर्को भिडियोमा चाहिँ जित्ने ट्राई गर्नेछु ल। ए ल मम्मी के भन्ने विचार छ? ब्याड लगा नेक्स्ट टाइम स्योर गाइज नेक्स्ट टाइम